म जापान आएको चाहिँ 8-9 वर्ष भयो अनि जापानिजहरू साथीहरू पनि धेरै बनाएँ। अनि जापानिजहरूको बानी चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब सँगै काम गर्दाखेरि अथवा भनौँ एउटै एरियामा बस्दाखेरि अब बोलचाल भइराख्ने अनि कन्ट्याक्टमा आइराख्ने होइन एकदमै मिल्ने। अनि जब हामीले त्यो काम छोड्यौँ अनि त्यसपछि हामीले त्यो ठाउँ पनि छोड्यौँ भनेपछि त्यो सिटी छोड्यौँ अनि होइन त्यो घरै छोड्यौँ भनेपछि उनीहरू चाहिँ त्यो पुरै उनीहरू पनि कन्ट्याक्ट हराउने के उनीहरू हामीलाई वास्तै नगर्ने हुन्छ कि जापानिजहरू। तर कोही जापानिज चाहिँ यस्तो पनि हुँदो रहेछ कि हुन्छ नि लङ लास्टिङ फ्रेन्डसिप के। अनि त्यस्तै साथी मैले पनि पाएको छु होइन जुन पहिले बसेको सिटीमा बनाएको थिएँ साथी। तर अहिले हामी अर्को ठाउँ सरेर आएको छौँ तर पनि स्टिल हामीलाई भेट्न आउने होइन। मेरो छोराको बर्थडे थियो नि त अस्ति अनि त्यो दिन आउनु पाएन अब म चाहिँ अर्को दिन आउँछु भन्नुभएको थियो। अनि सो यो दिन चाहिँ त्यो जापानिज साथी आउँदै हुनुहुन्छ सो उहाँको लागि चाहिँ म खानाहरू पकाइरहेको छु। अनि उहाँलाई चाहिँ फेरि यो नेपाली खानाहरू एकदमै मनपर्छ कि एकदमै मन पराउनुहुन्छ नेपाली फुडहरू। उहाँलाई चाहिँ मैले अब 2-2.5 वर्ष अगाडि हामीसँगै काम गर्दाखेरि चिनेको। अनि त्यो बेला चाहिँ उहाँले मेरो बर्थडे सोध्नु भएको थियो अनि मैले भनेको थिएँ उहाँलाई त्यो याद रहेछ कि अनि त्यो मेरो बर्थडेको बेला पनि मेरोमा आउनुहुन्छ गिफ्टहरू लिएर होइन। अनि लास्ट टाइम मैले पनि भिडियो बनाएको थिएँ उहाँको बर्थडेमा गएको अनि हामीले गिफ्ट लिएर गएको थियौँ उहाँलाई भेट्न। अनि योपालि चाहिँ हेर्नु न फेरि साइवाङलाई बर्थडे गिफ्ट ल्याइदिनु भएको के छोरा त मक्ख परिरहेको छ। जापानिजहरूलाई नि त्यो सानो सानो बच्चाहरूलाई कुन एजको बच्चालाई कस्तो गिफ्ट दिने भन्ने कुरा सेन्सहरू नलेजहरू कस्तो राम्रो हुन्छ कि। सायोहाङ होइन अब जन्मिँदाखेरि सानो हुँदाखेरि लुगाहरू गिफ्टहरू दिनुहुन्थ्यो। अनि उसको 1 इयरको बर्थडेमा चाहिँ यस्तो गाडी दिनुभएको थियो होइन कार दिनुभएको थियो। अनि अस्ति नै भेट्दाखेरि पनि यस्तो ट्रेनहरूको गाडीहरूको त्यो आवाजहरू आउने दिनुभएको थियो। नि अब उसले चाहिँ यतिखेर सिक्ने लेख्ने कुरा अब उसले चाहिँ केही कुराहरू पढ्ने लर्निङ गर्ने एज हो नि त उसको। अनि हेर्नु न ठ्याक्कै उसलाई चाहिँ त्यही लेख्ने कुरा होइन अनि यसरी मेट्न पनि मिल्ने रहेछ कति सजिलो है ल्याइदिनु भएको के। अनि यो चाहिँ जापानिज वर्ड हो अनि यो चाहिँ यसरी माथि राखेर सिक्ने रहेछ। तर अहिले त उसको सायुहाङको सिक्ने बेला भएको छैन नि त यस्तो कुराहरू त। अनि त्यही भएर उसले चाहिँ त्यो नराखिदिनु भन्दैछ कि उसलाई पनि मन परेन त्यो कुरा चाहिँ। मैले चाहिँ 8-9 वर्ष भयो नि त अब जापानिजहरूको सङ्गत गरेको भनौँ जापान आएको। अनि जापानिजहरूको इच्छाहरू चाहिँ हुन्छ नि कस्तो हुँदो रहेछ भन्दाखेरि नयाँ नयाँ खानेकुराहरू टेस्ट गर्ने होइन गर्न मन लाग्ने अनि नयाँ नयाँ कन्ट्रीहरू घुम्न मन लाग्ने अनि विभिन्न देशहरूको खानाहरू ट्राई गर्न मन लाग्ने नयाँ आइटमहरू ट्राई गर्न मन लाग्ने त्यस्तो इच्छा हुँदो रहेछ कि उहाँहरूको चाहिँ। मेरो हस्बेन्ड चाहिँ एकदमै धेरै पिरो खानुहुन्छ कि एकदम धेरै पिरो मनपर्छ। अनि खाना खाइसकेपछि चाहिँ हामी हाम्रो घरको छेउमा नजिकै मन्दिर छ। मन्दिरको भित्र चाहिँ एकदम धेरै त्यो जङ्गल जस्तै छ कि रुखहरू पनि हेर्नु न कति ठुल्ठुलो छ। त्यहाँ घुम्न गयौँ अनि यो दिन चाहिँ कस्तो रमाइलो भयो कि।